हेलो फ्युचर इन्जिनियर डाक्टरहरु, स्वागत छ तपाईहरुलाई युथिङ क्रेजीमा। यो टोटली एनईबी बेस्ड भिडियो क्लास 12 को। ओके, क्लास 12 को लागि सो च्याप्टर 5 मैट्रिक्स बेस्ड सिस्टम्स अफ लिनियर इक्वेशन रो इक्विभ्यालेन्ट मैट्रिक्स मेथड योमा सिकाउने छु म है। र कसम हाम्रो प्रधानमन्त्रीको, ठीक छ, तपाईहरुलाई यो रो इक्विभ्यालेन्ट मैट्रिक्स मेथड छ नि एकदम क्रिस्टल क्लियर बनाइदिन्छु। लाइफमा प्रब्लम नै आउँदैन कि, लाइफ टाइम प्रब्लम आउँदैन। सो मेरो मेन कुरा के हो, तपाईहरुले के गर्नुपर्ने हुन्छ, एकदम स्टेप बाइ स्टेप फ्लो गर्ने। यो जस्ट स्टेप बाइ स्टेप नै हो है। मैले भनेको छु यो तीनवटा सिस्टमबाट एउटा ग्यारेन्टी क्वेशन आउँछ 4 मार्कको 6 मार्कको। ओके, सो यो कुरा याद राख्नु है। ल सो के गर्ने, यसलाई सोलुसन गर्ने। फर्स्टमा के गर्ने त दाइ, पहिला एउटा अगुमेन्टेड फर्ममा लेख्ने। यसको एउटा वे हुन्छ, तरिका हुन्छ। पहिला त हामी 2x2 हेरौँ, त्यसपछि 3x3 पनि हेर्ने। द अगुमेन्टेड मैट्रिक्स इज, अब यसलाई कसरी लेख्ने अगुमेन्टेड फर्ममा है। यहाँ त यसलाई जस्ट ब्र्याकेट लेख्ने। 3 छ भने 3, तल 5 छ भने 5 -2 र 3 डट डट इक्वल टु को ठाउँमा डट डट लेख्ने र 8 र 7 लेख्ने। यो हो अगुमेन्टेड मैट्रिक्स फर्म है, ठीक छ। यो हो अगुमेन्टेड मैट्रिक्स फर्म। अब दाइ, अब यसपछि के गर्ने, अब सुन। अब मेन हाम्रो उद्देश्य के हुन्छ, हाम्रो मेन मोटिभ र उद्देश्य के हुन्छ, यसलाई चाहिँ यो चारवटा जुन हेरिरहेको छौँ नि, यसलाई यो चारवटा 1 0 0 1 बनाउँछौँ हामी। यसलाई हामी के बनाउँछौँ, 1 0 0 1 भनेको त 3 लाई अहिले 3 छ, 3 लाई के बनाउनु, पहिला प्रथममा 1 बनाउने र यो 1 लाई युज गरेर यो 0 बनाउने, ठीक छ। त्यसपछि यसमा जाने, यसलाई 1 बनाउने है। त्यसपछि यसलाई 1 बनाएपछि यसलाई 1 लाई युज गरेर यसलाई 0 बनाउने। बस यति नै हो, 4-5 वटा स्टेप है। ल सो फर्स्टमा मलाई भन, यसलाई 1 बनाउनको लागि के गर्नु पर्यो, 3 लाई 1 बनाउनको लागि के गर्नु पर्यो। सो यो तिमीलाई थाहा छ, यो पुरै रो 1 हो, यो रो 2 हो, यो थाहा छ तिमीलाई है। सो म के गर्छु, अप्लाइङ इन R1 मा के अप्लाई गर्छु म है। यसलाई 3 लाई 1/3 सँग डिवाइड गर्दै भने हाम्रो के हुन्छ है, 3 लाई 1/3 सँग डिवाइड गर्ने 1 हुन्छ। यो कुन रोमा पर्छ, यो कुन रोमा पर्छ, यो R1 मा पर्छ। सो R1 राख्नेको है। सो R1 को ठाउँमा अहिले 3 राख्ने पर्ने हुन्छ हामीले। सो 3/3 भनेको 1 हुन्छ। सो यसलाई डाइरेक्टली हामीले लेखिदिन्छौँ है। तलको त हामी केही गर्न मिल्दैन, तलको हामीले केही गर्न मिल्छ ल, मलाई भन। तलको सुई सार्दिने हो। तलमा हामीले केही गरेकै छैन, R2 लाई त हामीले छुएकै छैन, छुएको छैन माया। यहाँ हेर, 3/3 भनेको त 1 हुन्छ है। अब यो मात्र चेन्ज हुन्छ भने होइन नि त, यो पनि चेन्ज हुन्छ, यो पनि चेन्ज हुन्छ, किनकि यो पनि त R1 त हो नि, होइन र। सो 1/3 त छँदैछ है। अब R1 कति छ, अब R1 त -2 छ। सो -2/3 दाइ बुझेन रे। यहाँ हेर न, यो R1 सबै R1 हो नि त, होइन र। सो सबैमा अपरेसन हुन्छ नि त, सबैमा अप्लाई गरेको हो नि त यो रुल है। डट डट अब यसमा पनि अप्लाई गर्नु पर्यो। यो के छ, अब यसको ठाउँमा 8 राखिदिने हो। ओके, R1 को ठाउँमा 8/3 हुन्छ। ओके, र यो डब्बा भर्यो। ओके, अब हाम्रो उद्देश्य के छ, मैले के भनेको थिएँ, यो 1 बनेपछि यो 1 लाई युज गरेर यसलाई 0 बनाउनु पर्यो। यस, सो यसलाई 0 बनाउनको लागि के गर्नु पर्यो, अप्लाइङ यो 5 छ अहिले। सो 5 लाई कसरी 0 बनाउने, यसलाई युज गरेर 1 लाई युज गरेर भनेको त R1 लाई युज गरेर। सो R2 मा मैले अप्लाई गरे के, जुन R2 अप्लाई गर्न छ R2 नै अगाडि लेखिन्छ है। R2 अगाडि छ भने R2 नै अगाडि हुन्छ। R2 बाट के घटाउने मलाई भन्नुस् त, R2 बाट कति घटाउने, 5 × R1 घटाउने। यो R1 भनेको त 1 छ, 1 × 5 भनेको 5 हुन्छ। सो 5 - 5 भनेको 0 भइदिन्छ हो। सो यो तपाईको फर्मुला हो र बस यसको लागि मात्र हेर्ने है अहिले। यिनीहरुको लागि हेर्नु पर्दैन, यिनीहरुलाई जे हुन्छ चलेगा, जस्तो भयो नि चलेगा, तर यसलाई चाहिँ 0 बनाउनु पर्यो। हाम्रो उद्देश्य बुझ्नु पर्यो के। सो अब यो त 0 भयो है, यो 1 भयो 0 भयो, यो 1 भयो 0 भयो तल है। सो अहिले हामीले R2 लाई छुएको छौं। सो भनेको त R1 मा कुनै केही लाग्दैन, R1 को त केही अहिले लाग्दैन। सो -2/3 डट 8/3 है। अब यसलाई यो पनि यो के हो, R2 भनेको R2 3 राखिदिनुस्। यसको ठाउँमा हाम्रो फर्मुला के हो, R2 - 5 R1 हो नि त, हैन। सो यसको लागि R2 3 - 5 × R1 भनेको कति हो, ठ्याक्कै माथि हेर्ने। यसको लागि यसको ठ्याक्कै माथि -2/3। अब यसलाई सोलुसन गर त। यसलाई सोलुसन गरेपछि कति हुन्छ, 3 - 5 -2/3 कति हुन्छ, के अरे 19/3 हुन्छ। माइनस होइन, 19/3 हुन्छ। भनेपछि यसको ठाउँमा तिमीले के लेख्न मिल्छ भनेपछि 19/3 लेख्न पाइयो। यस, 19/3 लेख्न पाइयो। नेक्स्ट एकचोटि हेर त है, अर्को हेर त तिमीहरू है। अब यो है, अब यो पनि त R2 हो नि त। R2 को ठाउँमा अब के राख्ने, 7 राख्ने, माइनस को माइनस 5 को 5, R1 को ठाउँमा कति राख्ने, माथिको R/3। यो त R1 हो नि त यसको लागि, हैन।
सो अहिले यसलाई सल्युसन गर त 7 minus 5 into 8 by 3 minus 19 by 3 आएको छ है। सो यसको ठाउँमा कति राखिदिन्छौ माइनस 19 by 3। बस तिम्रो फन्डा अब भइसक्यो। अब हाम्रो उद्देश्य के छ दाइ यसलाई 1 बनाइसक्यो यसलाई 0 बनाइसक्यो। अब 1 वाला कहाँ छ यो दुईटामा अब 1 वाला। सो 1 वाला यसलाई हो। सो अब यसलाई के बनाउनु पर्यो 1 बनाउनु पर्छ। यसलाई 1 कसरी बनाउने तिमीले के गर्छौ 19 by 3 छ भने यसलाई चाहिँ 3 by 19 लेख्दैपछि त यो काटिन्छ 1 हुन्छ नि त। सो तिमीले के गर्न मिल्यो यहाँ अप्लाइङ R2 हो R2 टेन्स टु यसलाई त 1 बनाउनु छ भने तिमीले के गर्छौ 3 by 19 यसको ठ्याक्कै उल्टो के 3 by 19 into R2 गरिदिन्छौ। ओके 3 by र 1 बनाउँदाखेरि फेरि जे R2 छ भने नि R2 नै लिने। 1 बनाउँदाखेरि कसैको हेल्प लिने हैन। यो भन्छ म सबभन्दा ताकतवर हो। ओके सो ही इज सो पावरफुल सो ही क्यान मेक हिमसेल्फ 1। ओके आफै न्युट्रलाइज हुने मान्छे हो यिनीहरु। ओके सो जसलाई 1 बनाउनु छ आफूलाई युज गर्ने। ओके R2 लाई युज गर्ने। सो यसको ठ्याक्कै उल्टो ल। सो अब हेर के हुन्छ यो त 1 बन्यो है 1 0 यो पनि 1 बन्यो र माथिको हेर तिमीले R1 लाई छोकै छैन। सो R1 लाई छोको छैन 2 चेन्ज। ओके सो सेम टु सेम लेखिदिएको तर यो त चेन्ज हुन्छ नि। यो कति हुन्छ होला भन्नुस् त मलाई दाइ यो त 19 by 3 इन्टु है 3 by 90 हाम्रो फर्मुला के छ 3 by 90 इन्टु R2 कति छ R2 भनेको 90 minus 90 by 3 छ। सो 90 90 काट्यो 3 3 काट्यो भनेको त -1 हुन्छ। अब हाम्रो उद्देश्य के छ यो 1 किन बनाएको यो 1 लाई युज गरेर यसलाई 0 बनाउने हैन। मैले भनेको थिएँ नि 1 0 0 1 यो बनाउनु पर्ने हुन्छ के तपाईले। सो यो 1 लाई युज गरेर यसलाई 0 बनाउने। सो लास्ट स्टेप अप्लाइङ जहिले पनि के सोच्ने के दिमाग लाउने हो ठीक छ। जसले दिमाग लाउँछ नि ठ्याक्कै बुझ्छ के यो हिसाब। ओके जसले दिमाग लगाए सिम्पली बुझ्छ के। अब के गर्छौं हामी त यहाँ हेर त तिमीहरुले गर्न सक्छौ इजिली। सो हामीले एप्लाई गर्छौं के भन त म के एप्लाई गरौँ यहाँ R1 टेन्स टु मलाई R1 लाई के बनाउनु छ R1 टेन्स टु र जे R1 छ भने R1 नै लेख्ने हो माइनस गर्ने के प्लस गर्ने। यहाँ पहिलेदेखि -2 by 3 छ -2 by 3 लाई मलाई 0 बनाउनु छ भने म के गर्छु यहाँ +2 by 3 लिदिन्छु हैन। सो यो काटिन्छ र दिन्छ 0 है। सो माइनस के रे यहाँ म R/2 छ R1 छ सरी R1 छ R1 भनेको -2 by 3 हो। सो यसलाई मलाई 0 बनाउनु छ भने म के गर्दिन्छु +2 by 3 R1 लाई युटिलाइज के रे R2 लाई युटिलाइज गर्नु छ। R2 भनेको 1 लाई युटिलाइज गर्नु छ हामीलाई। सो R2 लेखिदिन्छम सरी R2 लेखिदिन्छम। मेरो कुरा बुझ्नु भयो। अरे यार -2 by 3 लाई मलाई 0 बनाउनु छ भने हाउ आई क्यान मेक तर यसको युज चाहिँ हुनु पर्छ है 1 को युज आउनु पर्यो। सो 1 त यहाँ युज भइसक्यो यो R2 हैन तलको युज भइसक्यो। सो -2 by 3 मा म के गर्छु 2 by 3 प्लस जोड दिन्छु। सो बन्छ के 0। सो ल अब यो त 0 भन्यो 1 0 1 0 है डट 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 यो -1 को त -1 छदै छ यहाँ है। तर यो R1 मा हामीले चेन्ज गरेको छ भनेको छ यो पनि चेन्ज हुन्छ। अब हेर त R1 को ठाउँमा कति लेख्ने R1 कति छ तिम्रो R1 तिम्रो 8 by 3 छ प्लस को प्लस 2 by 3 इन्टु R2 कति छ R2 कति छ R2 कति छ R2 भनेको -1 छ तिम्रो लागि है। सो R2 तिम्रो अहिले -1 छ। सो यसलाई सल्युसन गर त 8 by 3 -2 by 3 हुन्छ र यो भनेको कति हुन्छ 8 by 3 -2 by 3 सो कति हुन्छ 2 हुन्छ। सो यसलाई सल्युसन गर्दाखेरि 2 आयो। सो यहाँ हाम्रो कति हुन्छ 2 हुन्छ। सो यो हो तपाईको भ्यालु र एउटा कुरा तपाईको x र y आइसक्यो। मेरो कुरा बुझ्नु भयो यो तपाईको x भयो यो तपाईको y भयो। सो देयरफोर सो x = 2 र y = -1। तर एउटा कुरा भनौं तपाईले इफ एन्सरमा डाउट भयो भने नि के गर्ने त दाइ चेक कसरी गर्ने मेरो एन्सर 100% राइट छ भने हाउ क्यान आई नो। सो फर्स्टमा तपाईले केही गर्नु पर्दैन है। जस्ट तपाईले के गर्ने यो दुईटा x र y को भ्यालु जुन छ नि कुनै पनि इक्वेसनमा गएर राख्दिनु। यो दुईटाबाट कुनै पनि इक्वेसन राख्दिनुस् ल। माने मेरो x कति आको थियो x मेरो 2 आको थियो y = -1 आको थियो। म गएर x को ठाउँमा x राख्दिन्छु y को ठाउँमा y राख्दिन्छु। इफ मेरो 8 आयो भने एन्सर राइट। ल हेर्नुस् त 3 * 2 राख्दे है 3 * 2 3 * 2 माइनस को माइनस 2 को 2 सरी 2 को 2 है इन्टु y को ठाउँमा कति हुन्छ y को ठाउँमा मेरो -1 छ -1 राख्दिन्छु -1 8 आइदेस। सो 8 आयो। सो 8 आयो भने हाम्रो एन्सर 100% स्योर छ। हामी त चेक पनि गर्न सक्छौं। तिमीलाई म एउटा फ्याक्ट पनि के भन्दिम कि 90% क्वेशनहरु हामीले चेक गरेर आउन सक्छौं म्याथको है। म एक्जाम हलबाट निस्किन्छु नि म त भन्दिन्छु मेरो 100 मा 100 आइसक्यो
आम ड्याम स्योर के, किनकि म्याथ हो, म्याथमा थाहा पाउन सकिन्छ, फिजिक्समा थाहा पाउन सकिन्छ मेरो न्युमेरिकल मिलेको छ कि छैन। ओके, हरेक एन्सरलाई चेक गर्ने तरिका हुन्छ। सो अलिकति बुद्धि बढाउँदै जानु पर्यो। ओके, सो भेटौँला नेक्स्ट पार्टमा। अहिलेको लागि बाई बाई।